नमस्ते सम्पूर्णमा म खप्तड बाबा आश्रम र यसको सामान्य परिचय लिएर आएको छु। खप्तड बाबा स्वामी सच्चिदानन्द सरस्वती नामले पनि चिन्नुहुन्छ। उहाँ एक आध्यात्मिक योगी, जडीबुटी विज्ञ, विचारक, लेखक र तपस्वी हुनुहुन्थ्यो। उहाँले हिउँद, गरम, वर्षा, शुक्ल मौसमका बीच नेपालको पश्चिमी पहाडी क्षेत्रहरूमा लामो समय बिताउनु भएको र हजारौं मानिसमा रचनात्मक, दार्शनिक र आध्यात्मिक विचार प्रवाह गर्नुभएको कुरा प्रसिद्ध छ। उहाँको आश्रम खप्तड राष्ट्रिय निकुञ्जभित्र रहेको छ, जसलाई आध्यात्मिक, पर्यटकीय र दैविक दृष्टिले महत्त्व दिइन्छ। उहाँका कृतिहरू, उहाँले प्रयोग गर्ने सामग्रीहरू, कपडा, औषधि आदि केही आश्रममा आज पनि सुरक्षित गरिएको बताइन्छ। पछाडि पृष्ठभूमिमा देखिएको खप्तड बाबाको आश्रम हो, जो खप्तड राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्दछ। खप्तड बाबा सुदूरपश्चिम प्रदेशमा मात्र नभई नेपालको एउटा पर्यटकीय धार्मिक गन्तव्यको रूपमा चिनिन्छ हो। आज हामी त्यही एउटा प्रख्यात धार्मिक पर्यटकीय गन्तव्यमा आइपुगेका छौँ र हामीसँग यहाँको स्थानीय बासिन्दा, यहाँका कैयौँ तीर्थयात्रीहरूलाई भोजन ग्रहण गराउनुहुने एकजना आदरणीय व्यक्तित्व हुनुहुन्छ। उहाँलाई यहाँ खप्तड बाबाको पृष्ठभूमि, खप्तड बाबाको सामान्य जानकारी र खप्तड बाबाले कति समय ध्यान गर्नुभयो लगायतका कुराहरूको विषयमा म उहाँसँग सामान्य जानकारी लिन्छु। खप्तड बाबाको जन्म चाहिँ इन्डिया अथवा भारतको जम्मू कश्मीरमा भएको हो। त्यस मुख्य नाम चाहिँ खप्तड बाबाको सच्चिदानन्द भन्ने गरिन्छ। अनि खप्तड बाबा चाहिँ एउटा पेसाले एमबिबिएस कम्प्लिट गरेर डक्टर त्यही जम्मू कश्मीरको सैनिक अस्पतालमा कार्यरत हुनुहुन्थ्यो खप्तड बाबा। अनि एउटा बच्चा चाहिँ मृत्युको मुखमा अथवा अन्तिम अवस्थामा गइसकेको थियो। डाक्टरहरूले अब उपचार नगरौँ, यो बच्चालाई अब बचाउन सकिँदैन भन्ने भनाइका साथ उहाँहरू उपचार समाप्त गर्न लागिसक्नु भएको थियो। त्यति बेला एकजना बाबा अथवा सन्यासी नेपालबाट गएर त्यसलाई झाडफुक गरेर पानी सानी खुएर खएको अवस्थामा त्यो बच्चा फेरि बाँच्ने स्थितिमा आइसकेपछि खप्तड बाबाले के विचार गर्यो भनेदेखि हामीले यत्रो पढेर एमबिबिएस गरेर डक्टरमा कार्यरत छौँ, तथापि हामीले यो बालकलाई बचाउन सकेनौँ। आखिर शक्ति त एउटा सन्यासी बाबामा पो हुँदो रहेछ भनेर खप्तड बाबाले विचार गर्दाखेरि त्यस प्रस्ताव खप्तड बाबाले सम्पूर्ण धन सम्पत्ति, आमा बुवा, आफन्तजन सबैले त्यागेर चाहिँ नेपालमा खप्तड बाबाको विक्रम समेत 2003 सालतिर प्रवेश गर्नुभयो र विभिन्न नेपालको प्रख्यात स्थल विभिन्न ठाउँमा भ्रमण गर्नुभयो। अथवा खप्तड बाबाकोले जुन ज्ञान प्राप्त गर्नुभयो विभिन्न ठुला ठुला साधु सन्तीहरूसँग क्लास अथवा अन्य जानकारीहरू लगेर ज्ञान आर्जन गर्नुभयो। त्यसपछि केही समय, लामो समयपछि खप्तड बाबा खप्तडमा स्थायी बासिन्दाको रूपमा परिचित हुनुभयो। त्यसपछि खप्तड बाबाका आफ्नो विचारमा, आफ्नो धारणामा, आफ्नो भावनाका आधारमा थुप्रै ज्ञान गुण यहाँका स्थानीय जनतालाई, यहाँका सम्पूर्ण महानुभावहरूले आफूमा भएको ज्ञान प्रदान गर्नुभयो। खप्तड बाबाको एउटा प्रख्यात उपदेश के छ भनेपछि प्रेम केवल मानसिक सन्तुष्टि मात्र होइन, यो त शारीरिक रोगको पनि वैद्य हो। हामी स्थानीयहरूको लागि चाहिँ बाबा यो ठाउँमा आइदिनु भयो, खप्तडलाई यति प्रख्यात बनाइदिनु भयो। हाम्रो लागि चाहिँ एक आधारमा भगवान अथवा आइडल नै हुनुहुन्छ भनौँ न। अब बाबाले हाम्रो रक्षा गर्नुभएको छ। हामी लगभग उता होटल सञ्चालनमा 15 साल भयो, 15 देखि 20 सालको अन्तरालमा छ। अनि त्यसमा पनि बाबाले अब रक्षा गरिदिनु भएको छ। यहाँ आउने पर्यटकको, यहाँको स्थानीय जनताको सबैको रक्षा गर्नुभएको छ। धेरै धेरै धन्यवाद आदरणीय सरलाई। खप्तड बाबाको विषयमा, उहाँको जन्मस्थानदेखि लिएर, उहाँको जन्मको नामदेखि लिएर हामी त खप्तड बाबा भनेर चिन्थ्यौँ, तर वास्तविक नाम चाहिँ उहाँको फरक रहेछ। मलाई लाग्थ्यो खप्तड बाबा नेपालमै जन्मिनु भएको हो कि भन्ने पनि लागेको थियो, तर त्यो होइन रहेछ। इन्डियाको जम्मू कश्मीरमा जन्मेर मेडिकल साइन्समा एमबिबिएस गरेर डाक्टरी पेसा गर्ने मान्छे एउटा बच्चालाई बचाउन नसक्दा, उहाँलाई आत्मग्लानि हुँदा नेपालबाट गएको बाबाले उसलाई झारफुक गरेर विभिन्न आफ्नो एउटा शिव कलाको प्रयोग गरेर उसलाई बचाएको इतिहासले उहाँ एकदमै प्रभावित हुनुभएको रहेछ। उहाँले यति धेरै चाहिँ ऐतिहासिक जानकारी दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र अब म के भन्न चाहन्छु भन्दाखेरि खप्तड बाबाको हामीले यहाँ आश्रम छ। आश्रम चाहिँ लगभग यो अलिकति जीर्ण जस्तो देखिरहेको छु मैले। यसमा चाहिँ सम्पूर्ण व्यक्तिले श्रमदान गरेर हुन्छ या चाहिँ अन्य कुनै निकायहरूले सहयोग गरेर हुन्छ। यसको चाहिँ वास्तवमै भन्ने हो भने यसलाई बचाउन आवश्यक छ। यसलाई चाहिँ अझै
स्तर उन्नति गर्न आवश्यक छ, संरक्षण गर्न आवश्यक छ। यसमा सम्पूर्ण स्थानीयवासीहरू त यसको एकदमै रक्षक हुनुहुन्छ नै, तर अब नेपाल सरकारले पनि विभिन्न नीति नियमहरू बनाएर यसको चाहिँ संरक्षण प्रवर्धन गर्न आवश्यक छ भन्दै अहिलेलाई यति राख्न चाहन्छु। धन्यवाद।